नमस्कार। आज हामीले ज्येष्ठ नागरिकहरूको बारेमा के गर्न लागिरहेको छौँ। ज्येष्ठ नागरिकको मुख स्वास्थ्यको बारेमा हाम्रो विश्वकै हामीले यदि एभरेज जुन हाम्रो लाइफ एक्सपेक्टेन्सी छ त्यसको कुरा गर्ने हो भने लाइफ एक्सपेक्टेन्सी प्रत्येक 10-10 वर्षमा चेक गर्दै जाँदाखेरि यो बढ्दै गएको देखिन्छ। नेपालकै सिनेरियोमा कुरा गर्ने हो भने आजभन्दा 50 वर्ष अगाडि जुन लाइफ एक्सपेक्टेन्सी 54-55 वर्षको उमेरमा थियो भने अहिले लगभग 74-75 उमेरकोमा पुगेको छ। भनेपछि हामीहरूको एभरेज जुन हाम्रो पेसेन्टहरूको जुन लाइफ बढ्या हुनाले क्वालिटी अफ लाइफको बारेमा कुरा गर्न जरुरी भइसकेको छ। बुढापाकाहरू हुन बित्तिकै दाँत नभए पनि हुन्छ भन्ने जुन एउटा कन्सेप्ट थियो अहिले बिस्तारै चेन्ज हुँदै गएको छ। अहिले सब हेर्नु भने हाम्रो सोसियल लाइफ पनि एकदमै बढेर गएको छ। जुन एउटा पहिला हाम्रो बुढापाकाहरू अलिकति उमेर भएपछि बाहिर ननिस्किने घरैमा बसेको थियो भने अहिले उहाँहरू उमेर बढ्दै जाँदा पनि सोसियलाइज गरिरहनु भएको हुन्छ। भनेपछि सोसियल लाइफको लागि उहाँहरूलाई एउटा आफ्नो दाँतको इम्पोर्टेन्स छ। त्यसपछि यदि हामीले खानपान राम्रो भयो भने हेल्थ पनि राम्रो हुन्छ भन्ने कुरा। अब दाँत नै नभयो भने खाना कसरी चबाउने हैन? अब खाना चबाउनको लागि दाँत चाहियो। दाँतले खाना राम्रो चबायो भने राम्रो न्युट्रिसन भयो भने हेल्थ पनि राम्रो भयो। भनेपछि हामीले दाँतलाई इग्नोर गर्नु भएन र अल्टिमेटली सबै कुरा हामीले जोडेर हेर्ने भने क्वालिटी अफ लाइफमै आएर यो केन्द्रित हुन्छ। राम्रो खाना खाने, राम्रो टेस्ट होइन। फेरि दाँत छैन भने कति कुरा खानाहरू एभोइड गर्नुपर्ने हुन्छ। हामी सर्टेन खानामै गएर सीमित हुनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि क्वालिटी अफ लाइफ पनि ह्याम्पर भयो, न्युट्रिसन पनि ह्याम्पर भयो होइन। यी सब कारणले गर्दाखेरि पोस्ट 60 वर्ष कटिसक्नु भएपछि एउटा एकचोटिलाई चाहिँ दाँतमा के भएको कसो भएको भनेर चेकअप गराएर यदि राम्रो किसिमको ट्रिटमेन्ट गरायो भने त्यो मेबी अर्को 10 वर्ष 15 वर्ष 20 वर्षसम्म त्यसले सर्भिस दिएर त्यही दाँतलाई युज गर्न सकिने अवस्थामा हुन्छ। जबकि उहाँले त्यसलाई इग्नोर गर्दै जाँदाखेरि 60-65 उमेरमा जाँदा धेरै जसो दाँतहरू झरेर त्यसपछि आर्टिफिसियल दाँतहरू लगाउनु पर्ने, त्यो पनि अब फिक्स किसिमको गराउन अलिकति सम्भव नहुने र सम्भव भयो भने निकै खर्चिलो हुने इम्प्लान्टहरू प्रविधि जाँदाखेरि हुने भाव हुनाले जसरी एज बढ्दै जान्छ त्यसै आफ्नो दाँतको पनि चेकअप गराउँदै गएर दाँतलाई बचाउनेतिर लाग्नुपर्छ।